हेलो साथीहरू, अब आज म मुरब्बा बनाउन जाँदैछु। मुरब्बा बनाउनको लागि सबभन्दा पहिला यस्तो काँचो आम लिने अनि यसलाई पानीले पखाल्ने अनि यसको बोक्रा तासेर यसलाई पिस पिस बनाएर काट्ने। अब चाहिँ ठ्याक्क कराई बसाल्ने। कराई बसालेपछि यो मसलाहरू, यो 5 फोरन मसला भन्छ कि के भन्छ, यसलाई हल्का तातो बनाउने है। 5 फोरन जिरा, धनिया, ज्वानो, मुङ्रिलो के हो, मसँग त जे छ मैले त्यसैमा एडजस्ट गर्दैछु। यसलाई धेरै भुट्ने होइन, अलिअलि तातो तातो बनाउने। अनि त्यसपछि मिक्सरमा गुइँ पारेर मसिनो बनाउने। अनि त्यसपछि यतातिर यसरी भेली पनि रेडी गर्ने। अब यसलाई के भन्छ, भेली भन्छ कि सखर भन्छ? अब हाम्रो भैरवातिर त भेली भन्छ, यतातिर फेरि सखर भन्छ। दुईटै ठाउँको भाषा जान्नु परेको छ आफूलाई फेरि। अब यो रातो रातो हुन लागिसक्यो। अब यसलाई मिक्सरमा घुइँ पार्ने। मैले चाहिँ यो सबै एकै ठाउँमा हालेर तातो तातो बनाउँछु, छुट्टै छुट्टै गर्दिनँ। र कसैले नभुटी पनि गर्नुहुन्छ कि खै, त्यो चाहिँ थाहा भएन। अब यसलाई मैले मिक्सरमा पिस्छु। त्यसपछि यसरी कराईमा आफूलाई कति चाहिन्छ ठक्क तेल हाल्ने। यसरी आफूलाई चाहिएको जति तेल हाल्ने। तेल तातेपछि तेलमा जिरा फुराउने। अलि धेरै नै तेल हाल्यो भने मिठो हुन्छ। त्यसपछि अब यो तेल तात्छ। तेल तातेपछि ठक्क तेलमा जिरा यसरी फुराउने। जिरा फुर्यो अनि यसरी बिस्तारै आँपलाई राख्ने। अनि यो आँपलाई चाहिँ रातो रातो हुने बेलासम्म भुट्ने। अलिअलि नुन हालेर रातो रातो हुने बेलासम्म भुट्ने। त्यसपछि बल्ल सखर हाल्ने। अब मैले यसमा स्वादअनुसारको नुन हालेँ, स्वादअनुसारको बेसार पनि हाल्छु। अब अघि पिनेर राखेको मसला पनि राखिदिन्छु यसैमा। मसला हालेपछि स्वाद मिठो हुँदैछ कि। अब यसलाई एकछिन चलाएर छोपिदिने। सखर चाहिँ लास्टमा हाल्ने है साथीहरू, सुरुमै हाल्यो भने पाक्दैन। यो आँप अलिअलि पाकिसकेपछि अनि बल्ल लास्टमा सखर हाल्ने। अब यसलाई छोपिदिने। ल अब यो यतिको पाक्यो। अब बल्ल यसमा के एड गर्ने, सखर एड गर्ने।